साइला दाइको साइनोमा हाय हाय यो पागल हो यो सो हेलो गाइज हामी चाहिँ आज पाँचपोखरी जाँदैछौँ हामी अहिले चाहिँ नाङ्ले भारे भन्ने ठाउँमा आइपुग्यो हामी काठमाडौँदेखि आएको हामी 6 जना 3टा बाइकमा यताको भ्यू हेर्न सक्नुहुन्छ भ्यू अति बवाल हाम्रो केटाहरू यहाँ निरज अनि हाम्रो सरोज हाम्रो बाकाकुन राइडर र अर्को साडो ड्राइभर यताको भ्यू त आमा नेक्स्ट लेभल छ गाइस बवाल छ हेलो भाइहरू के छ खबर ठिक छ कहाँ जानला हो स्कुल अनि ती ऊ भाइ नै स्कुल जानला हो स्कुल जानला तिम्रो ड्रेस खोइ जाने ए यो ठाउँ कुन ठाउँ अरे नाङ्ले भारे है गाइस हेर्न सक्नुहुन्छ भ्यू मामा छोरी बोल्नु अब तपाईँ सम्झिने नै पर्यो नि मैबाट किन साइनोमा सम्झिने पर्यो एउटा साइनो भाउजूमा मै पर्यो घरमाइतीले सम्झिने पर्यो साइला दाइको साइनोमा भाउजू हाय 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 डेन्जर गाइदिनु हो गीत भ्यू हेर्दै इन्जोय गर्दै गाउनु भइरहेछ सो गाइज हामी चाहिँ अहिले मेलम्ची आइपुग्न लाग्यो मेलम्ची खोला चाहिँ हो हामी चाहिँ यसरी आएको छ यहाँ वर्कसपमा हेलमेट राम्रो छ 2 लेभल यो चाहिँ कति लेभल 3 लेभल होइन साढे 2 लेभल र हेलमेट हो है गाइस केवाइटीको हामी चाहिँ के अरे चेन धेरै कराएर यहाँ वर्कसपमा मोबिल हाल्न आँटेको बिहान उता के अरे डेन्जर पानी परिरहेको भएर हामी चाहिँ कट्टुमा र चप्पलमा छौँ जुत्ताहरू चाहिँ ब्यागमा छ त्यही हो गाइस यहाँ झोले बिहान डेन्जर काठमाडौँमा पानी परिरहेको थियो यता चाहिँ अलिक गर्मी नै छ नाङ्ले भारेतिर त झन् मोबिलको पैसा दिनु पऱ्यो रे केटाहरूलाई ल गाइस हामी चाहिँ अहिले मेलम्चीमा झुलुङ्गे पुल तर्दैछौँ हेर्नु होला मान्छे आउँदैछ पुल त हल्लिँदो रहेछ डर लाग्दो रहेछ अलिअलि डर लाग्दो छ खोला देखाउन खोला डर लाग्दो पुल हल्लिँदो रहेछ है टिकट बाटो चाहिँ यस्तो रहेछ है यहाँ ल पुरै यत्रो बाटो हाल्ने हो कि के हो झोलामा दसैँको लागि ट्याक्कै यहाँ दसैँ छ है केटाहरू ए दसैँ छोडे ल हामीसँगै जान खोज्यो के गर्ने होला गाइज खानु वाला जस्तो छ रक्सी आमालाई लोकल सुप अब अर्को पुल तर्नुपर्ने छ अब गाइज एकछिनमा भेटौँला अर्को पुलमा ल है त अर्को पुलमा भेटौँला गाइज हामी चाहिँ फेरि अर्को पुल तर्न जाँदैछौँ यहाँ चाहिँ बाटो यस्तो छ बाटो यस्तो बाटो छ मान्छे हिँड्ने बाटोमा हामी बाइक कुदेर छ यताको खोला झनै ठुलो रहेछ गाइज पौडी खेल्न भाइ पौडी कसलाई खेल्न आउँछ ओ माई गॉड
हिजोको टिचको यहाँ अब यो बाटो जाने त्यसपछि पुग्यो हामी पाँचपोखरी फुल अफ रोड छ है जहिले भेटौँला हेर्दै गर्नु बाई बाई सो गाइस हामी चाहिँ अहिले यहाँ बिच बाटोमा आइपुग्यो जाँदै एकछिन हामी बाटो भुलेर है केटाहरूले झन्डै लम्बोतिर पुऱ्याएको लगभग हाम्रो 1 घन्टा वेस्ट भयो यहाँ रेनको ट्र्याकिङ चल्दैछ अब छिन्टी पुग्न अझै लाग्छ होला 1.5 घन्टा 2 घन्टा जति 3 बजीतिर मात्र पुगिन्छ आज अनि त्यसपछि आज त्यहाँ खानासाना खाएर जसरी जानुपर्छ टुपी डाँडासम्म आज जसरी टुपी डाँडा पुग्नै पर्छ ल केटा हो टुपी डाँडा पुग्नुपर्छ आज सो गाइस अहिले चाहिँ हामी लाकुरी चोक भन्ने ठाउँ आइपुगेको छ यहाँ यो ठाउँ हेर्दैन गाइस यार अति बवाल यहाँ छ त्यस्तो ग्रिनेरी मजाल छ जग्गाहरू चाहिँ हेर्नु गाइस हामी अहिले धेरै हाइटमा आइसक्यो यार कति हाइट चाहिँ लेखाएको छैन रहेछ यहाँ लाकुरी चोक रे बवाल छ गाइस बाइक तातेर यहाँ खत्तम भइसक्यो गाइस यहाँ भाइले जम्प हान्न लगाइरहेको छ ल 1 2 3 गो ओ दामी है दामी केटाहरू बाइक चाहिँ हान्न लाएर यहाँ केटोले गाइस यो चाहिँ अनि पानी घट्टा रहेछ हेरौँ है पानी घट्टा सो गाइस हेर्न सक्नुहुन्छ खोला हामी चाहिँ अहिले देउराली आइपुग्यो हाम्रो आज बाइक राख्ने ठाउँ चाहिँ देउरालीमै हो हेर्न सक्नुहुन्छ तासी ढेले ला वाङ्गु छिन्पु छोछेन खान्दो ढेङ्गा वेलकम पढ्न चाहिँ आएन गाइस सरी हाम्रो यहाँ सर बाइक राख्न जानु भइसक्यो यहाँ आउँदा हामीलाई 3 बजे आइपुग्यो भनेपछि अब माथि 7 बजे पुग्छ होला टुपी डाँडा आज टुपी डाँडा गएर बस्नुपर्छ गाइस अहिले भेटौँला सो गाइस म चाहिँ यहाँ छाता ओढिरहेको छु छाता भएको एकदम फाइदा हुँदो रहेछ यहाँ हेर्न सक्नुहुन्छ पुल यहाँ यस्तो छ काठको पुल चट्ट लगाएर फाइनली टुपी डाँडा आइपुग्यो अहिले चाहिँ 7 रे के अरे 6:30 भयो हामीले चिया खाँदैछौँ गाइस हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले टुपी डाँडामा यहाँ मोबाइल चार्ज गरेको अरू हेर्नु न यता हाम्रो केटाहरू यहाँ मान्छेहरू हुनुहुन्छ गाइस टुपी डाँडामा रमाइलो चलिरहेछ है यता हेर्नु होला गाइस अब चाहिँ हामी यहाँ टुपी डाँडामा खाना खान लाग्यो बेलुकाको डिनर क्यान्डल लाइट डिनर डिजे लाइट क्यान्डल लाइट डिनर भेज खाना हो चट्ट लगाएर सो गाइस गुड मर्निङ फ्रम टुपी डाँडा अब चाहिँ हामी माथि 5 पोखरी जान रेडी भइसक्यो हामी पुरै रेडी पोजिसनमा छौँ अब यहाँ बिलिङ गरेर दाइहरूलाई हामी निस्किने ल बाटोमा भेटौँला गाइस सो गाइस यही हो टुपी डाँडा भन्ने ठाउँ चाहिँ ठ्याक्क हामी हिँड्ने बेलामा मौसम खुल्यो दामी भइरहेछ अब हिँड्नु पऱ्यो यही ट्रेल हुँदै जाने रहेछ माथि दामी लगाइछ अहिले भेटौँला चाहिँ अहिले यहाँ टुपी डाँडाभन्दा मासिएर आइपुग्यो हिँड्दै भ्यूहरू हेर्न सक्नुहुन्छ गाइस अति बवाल छ यार आजको मौसमले चाहिँ यस बिहान हिँड्नलाई बवाल साथ दियो त्यही ठुलो कुरो छ गाह्रो भइसक्यो धेरै भएको थिएन हिँडेको गाह्रो हुँदो रहेछ हाम्रो केटाहरू ओए नगुडी टाइगर ओए भजन यो को रे अनि यो पुलिस
ट्राफिक पुलिस अनि त्यो अगाडिको पाटनको डन अनि म चाहिँ गाइस मलाई चाहिँ पाण्डेको छिमेकी रे ओके यस बाटो हेर्न सक्नुहुन्छ अलिक रिस्की छ यहाँबाट चिप्ल्यो भने सिधै तल अलिअलि पहिरो जाला जस्तो ठाउँहरू नै रहेछ ठाउँ चाहिँ बब्बाल छ दामी भइरहेछ मजा आइरहेछ हिँड्नलाई अझै हिँड्नुपर्छ 6-7 घन्टा त मजाले धेरै हिँडेकै छैन हामी अलि बिस्तारै गफ गर्दै आउँदा केटाहरूसँग ढिला भयो बाटोमा चाहिँ पानी यस्तो छ ल बब्बाल छ गाइस हिँड्दै झिलिङ्गे पुल आइपुग्यो यहाँ चाहिँ पहिरो नि गएको रहेछ अनि ओहो यहाँ त डेन्जर क्रस गर्नुपर्ने रहेछ यार गाइस हेर्न सक्नुहुन्छ केटाहरू पछाडि छ गाइस हेर्नु रानीको पुल आइपुग्यो कहाँबाट पानी आइरहेको थियो मास्तिरबाट यहाँ बोट पनि रहेछ यो चाहिँ तागु खोला भन्ने ठाउँ आइपुगेछ 2800 मिटर रहेछ भर्खरैला हामी बास पछाडि हिल्यो भन्ने ठाउँ नि पुग्ने रहेछ ताङ्गु खोला रे ल गाइस ल अब पुल क्रस गरौँ सबैजना ल चट्ट अब चिप्लिने हो कि के हो पानी परेर ल्याङ भएको छ फेरि ओहो डेन्जर रहेछ यार हाइटमा तल हेर्दा त रिङ्गडा लाग्दो रहेछ गाइस हैट यहाँ चाहिँ चिप्लिन्छ भनेर यस्तै राखेको रहेछ हैट बब्बाल यार हैट नेक्स्ट लेभल छ गाइस बब्बाल छ यार मलाई कोही भन्थ्यो नेक्स्ट लेभल चाहिँ अलिक कम गर्नु पऱ्यो भनेर आज अलिक कम गर्नुपर्छ भन्नलाई फाइनली चक्कर आइपुग्यो यहाँसम्म आउनु चाहिँ धेरै गाह्रो भयो हालत खराब भएको बेहाल भइरहेछ ठाडो उकालो छ एकदम ठाडो उकालो त्यो 5 नदीको ट्रेल चाहिँ अलि धेरै उकालो रहेछ सजिलो त सजिलै त्यस्तो हार्ड भएको छैन ब्याग नि अलिकति हेरी गयो अब यहाँनिर चक्कर भन्ने ठाउँमा खाना खाने भनेको चाहिँ यो कुन होटेल हो त्यहाँ गएर भेटौँ चक्कर डाँडामा चाहिँ यहाँ यो होटेलमा खाना खाएर हामी अब निस्किने तयारीमा छौँ जानुपर्छ हाम्रो यहाँ केटाहरू खाना खाएर रेस्ट गर्दैछ अहिले भेटौँला फाइनल्ली गाइज नोस्याम पार्टी आइपुग्यो यहाँको एल्टिट्युड चाहिँ 3700 मिटर रहेछ हामी चाहिँ 4100मा जानुपर्ने हो क्या यहाँबाट 3.1 किलोमिटर रहेछ अब पास छिम्ती 10 किलोमिटर आमा अझै 3 किलोमिटर हिँड्नुपर्ने छ गाइस गाह्रो भइसक्यो हैट कुरै नगरौँ गाह्रोको त गाइस यो फुलहरू चाहिँ सुँग्न हुन्न अरे लेक लाग्छ अरे यो फुलहरूकै कारणले भन्छन् मान्छेहरूले हुन नि सक्छ यता डियर कमरेड सो गाइज हामी चाहिँ लौरी बिना आइपुग्न लाग्यो यता चाहिँ सानो खरायो हो कि खोइ के हो हेर्दा त खरायो जस्तै छ पाउँदो रहेछ सो गाइज 7 घुम्ती कटेछ अहिले चाहिँ होइन ट्रेक बवाल छ अब यहाँबाट चाहिँ सिधा रहेछ यति उकालो चढेपछि उकालो चढ्न धेरै गाह्रो छ यार हेर्नुहोस् यहाँबाट गुल्ट्यो भने सिधै यस्तो भिड छ गाइस हाम्रो केटाहरू यहाँ कराइरहेको छ यस्तो ठाडो भिड छ आमामा गुल्ट्यो भनेर सक्यो गाइस यो बोर्डमा चाहिँ यसरी नाम लेखेको कार्की भनेर लेखेको छ गाइस होइन सब्सक्राइब जसले गर्छ त्यसले मेरो भेट्छ अनि यो 5 पोखरी कति किलोमिटर छ भनेर त्यो नि के यो रोजी कार्कीको काम होला पागल हो यो ल है रोजी कार्की
यस्तो गर्नु भएन है भकक भकक हान्छ नि भकक बाटोको बोर्डमा टाँसेको भनेको गन्तव्य कहाँसम्म पुग्ने भनेर देखाएको प्रमोसन गर्नलाई होइन तिनीहरूको सुनिस् नि यो रोजी कार्की यो विवश रावल रावल तारा थापा स्टार रे खोइ कहाँ स्टार पछाडि तारा थापा स्टार अबदेखि के रे देख्यो भने भक्कल गाइज हेर्नु होला यो उकालो त डेन्जर ठाडै छ त यार ए आमा हो कस्तो ठाडो यार गाइज यो हेर्नु न मान्छेले ढाका टोपी लाएर यो दुईटा कान निस्किरहेको जस्तो ठ्याक्कै त्यस्तै देख्दो रहेछ लौरी मिना आइपुगेछ लौरी मिनाको ठाडो उकालो भने रहेछ थट ठाडो भने कस्तो ठाडो रहेछ तर्स्यो म त थाकेर ल्याङ भइसक्यो पानी परेर त्यही माथि गाह्रो भयो गाइज हेर्नु त यार ठाडै छ यार उकालो त आमामा तर्स्यो म त नसक्दो छ सो गाइज लौरी बिना आइपुग्यो लौरी बिनाको ठाडो ओह्रालो चाहिँ यही हो अनि यहाँको यताको भ्यू हेर्नु गाइज अति बवाल यार ल हेरौँ न गाइज यार नेक्स्ट लेभल यार बब्बाल छ यार बल्ल अब फाइनल्ली आइपुग्न लाग्यो अब चाहिँ यहीँ पारि हो रे भन्छ हाम्रो पाँच पोखरी हैट ल चस्मा चाहिँ लायो तर केही देखाएको छैन पानी के भन्दै नि त फाइनल्ली आइपुग्यो कति दुःख पायो भनौँ न दुःख पाएन हामीलाई त सजिलो भयो एकदम दुःख पायो हाम्रो नि अलिकति हामी नि मान्छे कुद्नाले अलि ढिला भयो यो बोर्ड भनेको कुरा चाहिँ सबैले थाहा होला यो भनेको गन्तव्य कहाँ पुग्ने कहाँ आइपुग्यो भनेर चिनाउने चिज हो दुनियाँ दाबी गर्ने होइन कसले रस्तासँग के हो यो मोनिसालाई के मोनिसा दाँतले भन्नुपर्छ दाँत मात्रै होइन घुर्नु त त्यो बगरहरू राखेर कि सो गाइज यार अति बवाल देख्यो यार अहिले जति माथि आयो त्यति बवाल छ यहाँको भ्यूहरू हेर्नु गाइज अति बवाल यो साइड झनै बवाल हेर्नु फुल्ले अनि यहाँनिर पुरै हुसु माथि आइरहेछ यहाँ चिसो छ भ्यू हेर्नु अति बवाल छ यार गाइज धेरै यो ठाउँ त आउनै पर्ने रहेछ ल गाइज हेर्नु यहाँनिर यो बवाल थियो यहाँ गाइज फेरि अर्को डेन्जरको ठाडो उकालो आयो यार कति धेरै उकालो हो यो गाइज हाम्रो यहाँ बाजेश्री हेर्न सक्नुहुन्छ चौरी गाई गाइज यो गाईहरूलाई हिँड्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ ओह्रालो छ ओह्रालोमा हिँड्न गाह्रो गाइज हेर्न सक्नुहुन्छ हिँड्न नसकेर यहाँ गोठालोहरू चाहिँ यहाँ एकजना यहाँ अर्को दुईजना गाइज चुचुरोमा आइपुग्यो यार ल यता हेर्नु न डाँडामाथि बादलमाथि हामी ल हैट हामी मुनि बादल गाइज फाइनल्ली 6 बज्यो अनि हामी पनि 5 पोखरी आइपुग्यो अगाडि गएर देखाउँदा गाइज हेर्नु यो चाहिँ पोखरीबाट 5वटा पोखरी मध्ये त्यही सबैमा जोडेर आएको होला यो खोला यहाँबाट डेन्जर खोला बग्दो रहेछ गाइज अति बगान छ गाइज पोखरी हेर्नु होला यहाँ छ उता माथि जस्तो छ मैले चाहिँ अलि ठुलो होला सोचेको थिएँ ठिक्कको रहेछ सो गाइज अब सुत्नुपर्छ हाम्रो रुम यस्तो छ हामी टोटल 6 जना
यसरी बसेको छु उजु देखेन सिलिङहरू सिलिङ यो प्लास्टिकको लास्टै चिसो छ यार म चाहिँ एक्लै यता 2 जना यता 3 जना स्यालहरू धोकेबाजहरू सबजना यार गाइज गोठालोहरू यिनीहरू सबै च्याङ्ग्रा गोठालोहरू मेन मनाङको च्याङ्ग्रा गोठालो फेरि यो कहाँको यो च्याङ्ग्रा गोठालो गाइज गुड मर्निङ फ्रम पाँचपोखरी आज हामीलाई मौसमले साथ दियो बिहानै उठ्दाखेरि चाहिँ एकदमै हुसुलाइरहेको थियो राति एकछिन 3 बजेदेखि पानी पनि पर्यो भपाल छ गाइज यो चाहिँ भैरवकुण्ड रहेछ भैरवकुण्ड चाहिँ पाँचपोखरीमा पनि गोसाइकुण्डमा पनि उता सिन्धुपाल्चोकमा पनि छ सिन्धुपाल्चोक यो नि सिन्धुपाल्चोकको अर्को पनि टोटल 3टा भैरवकुण्ड रहेछ 3टा मध्ये 3टैमै आइपुग्यो अहिलेसम्म यो चाहिँ सूर्यकुण्ड रहेछ सबैभन्दा ठुलो कुण्ड चाहिँ सूर्यकुण्ड रहेछ यहाँ उताको नागकुण्ड भैरवकुण्ड उता जाउँ के कुण्ड रहेछ हेरौँ अनि एकछिन मन्दिर दर्शन गरेर फर्किहाल्नुपर्छ आज छिन्टी गएर बस्नुपर्छ अनि भोलि घर पाँचपोखरीमा एउटा 2टा 3टा कतिवटा पोखरी यो पानी यसरी बग्छ त्यही पनि कुण्डको पानी चाहिँ कम नहुँदो रहेछ त्यही कारण होला यस्तो नागकुण्ड रहेछ हेर्नु होला हामी चाहिँ भ्यू पोइन्ट जाँदैछौँ यहाँदेखि आएर सो गाइज हामी चाहिँ भ्यू पोइन्ट हिँड्दैछौँ यता पछाडि पाँचपोखरी अनि यता केटाहरू हिँड्दैछ भ्यू पोइन्ट चाहिँ यहाँ माथि हो यहाँबाटको भ्यू यही हो अलिअलि पानी पर्न थाल्यो रेनकोटहरू बोकेको छैन तनाव भयो यही हो पाँचपोखरी हुसु आइसक्यो अब त्यहाँ माथिसम्म पुग्दा पुरै हुसु लाग्ने हो त्यो पो छाउने हो तनाव गाइज यता हेर्नु होला गाइजहरू नै हो यिनीहरू पनि कहाँ डाँडातिर घाँस चल्दैछ पानी परेर चिसो भयो ल गाइज हाम्रो चाहिँ यहाँ फोटोसुट भइसक्यो यता यहाँ बान्द्रेहरूको पनि फोटोसुट भइरहेछ अनि भ्यू यस्तो छ अनि यहाँनिर केटीहरू पुरा लगाएर नेवारी ड्रेसमा जाडै हुँदैन क्या हो ल गाइज यो चाहिँ सरस्वती कुण्ड रहेछ यो यता भित्रको त्यो चाहिँ कुन कुण्ड हो नाम लेखा छैन रहेछ हामी चाहिँ मन्दिर जाँदैछ यता मन्दिर दर्शन गरेर अब घर फर्किनुपर्छ गाइज मन्दिर चाहिँ यता रहेछ अब यहाँ एकछिन दर्शन गर्नु पऱ्यो मन्दिरमा पाँचपोखरी मन्दिर यता पुरै हुसु लाग्यो हाम्रो खैरेनी छ यता यो चाहिँ लडेर टाउको फुट्यो जस्तो छ यसको चाहिँ पुरै रातै छ के भन्नु गाइज यहाँ चाहिँ यस्तो रहेछ हामी चाहिँ चामलहरू लिएर मन्दिरमा यसो दर्शन गर्न जाउँला मैले चाहिँ घरदेखि चामल लिएर थिएँ यतापट्टि छिर्नुपर्छ जस्तो छ सायद के हो थाहा भएन हाम्रो मन्दिर चाहिँ के हो होला ओ जुत्ता खोलेर जाऊ हाम्रो शिव मन्दिर हो
यता चाहिँ यहाँनिर चाहिँ स्नान गर्ने ठाउँ रे मान्छेहरू उता यो पानी चाहिँ मन्दिरदेखि आउँदो रहेछ कहाँदेखि चाहिँ हो थाहा भएन यहाँको एकदम पवित्र जल पाँच पोखरीको सो गाइस मन्दिर दर्शन गरेर नि आइएको अनि पाँच पोखरी हेर्न सक्नुहुन्छ गाइस हामी चाहिँ यो भोटाङ छिन्ती हुने ठाउँमा पुग्नु चाहन्छौँ जसरी ढिला भइसक्यो केटाहरूले धेरै फोटो भिडियो खिच्नुपर्ने केटीहरू जत्तिकै अब हामी उता मन्दिर दर्शन गरेर आउँदाखेरि चाहिँ अहिलेसम्म पुरा जाँदाखेरि मौसम खुल्ला थियो अहिले यस्तो हुसुलाइसकेको छ गाइस मौसमको भर हुँदैन रहेछ गाइस खाजा यहाँ खाने खानाको ठाउँमा खानाको ठाउँमा खाना टाइपले खाएर हिँड्ने भन्ने चाहन्छ मैले चाहिँ चौचौन्दा पाउँछ नि चौचौन्दा खाएर ढिला भइसक्यो तिनीहरू सबले लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला भगली लाभ भयो होला अब हामी अर्को बाटोमा एउटा दुइटा क्लिप हाल्छौँ त्योभन्दा बढी नहाल्दा सो गाइस हामी चाहिँ अब निस्केको पानी नै पर्न थाल्यो यताको मौसम पुरै हुसुलाएर केही देख्न पाएको छैन हिजो आउँदा नि क्लियर भएको थियो अनि बिहान हामी उठ्दा पनि क्लियरै थियो अब तलतिर चाहिँ घाम देखिरहेछ यहाँबाट डाँडाबाट अब कहाँसम्म पानी पर्ने हो हेरौँ अब आजको पाँच पोखरी भ्लग यति नै गाइस लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल सो गाइस हामी चाहिँ यता छुर्पी किन्न आएको छौँ यता म दुध खान लाग्यो हामी दुईजना मात्र छौँ अगाडि हजुर युट्युबमा आउँछ है ल हाँसिदिनु न यहाँ छुर्पी किन्न आइदिनु है यता पाँच पोखरी आउँदाखेरि हाम्रो ममकोमा ल गाइस यहाँ हेर्नु होला हाम्रो डेन्जर छ के हो रे यो चौरी गाई रे है यो चाहिँ ल ओहो हो र यहाँ टन्नै थियो चौरी गाईहरू है ठुलाहरू चाहिँ चराउनु भयो ए ऊ त्यहाँ माथि भएको हो कि के हो चौरी गाई ए यसको आमा चाहिँ गाई हुन्छ यो चाहिँ लोकल गाई हुन्छ यो चाहिँ सबै चौरी गाई ए यो चाहिँ यसको सेक्युरिटी गार्ड हो कि के हो तिनीहरूको यो चाहिँ यसको त्यही त हस् ल दुध खामा हो गाइस बबाल रहेछ मिठो छ एकदम प्योर चौरीको दुध तातो तातो चिसो मौसममा बाक्लो बाक्लो दामी छ